अहिले चुनावमा हामीले धक्का खाएका छौँ, यो धक्का हो, तर हामी समाप्त भएका छैनौँ। धक्का खानु र समाप्त हुनु एउटा कुरा हो। हामी अहिले लडेका छौँ तर मरेका होइन। फेरि उठ्छौँ हामी, फेरि उठेर हामी प्रतिक्रियावादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। त्यो कुनै लुकेको कुरो छैन। हामी विध्वंसको बाटोबाट होइन, रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट हामी अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्छौँ। कमसेकम प्रतिगमनलाई रोक्ने इस्युमा मिलेर लोकतन्त्रको वापसी, संविधानको कार्यान्वयन, अब संविधान संशोधन गर्दा पनि देश र जनताको पक्षमा हुनुपर्दछ। सोकल झन्डै 2/3 भनेका भरमा देश विरुद्धको गतिविधि गर्न रोक्न पर्दछ। दिनु हुँदैन। हामीले ती चिजहरू रोक्नका लागि म सबैलाई आग्रह गर्न चाहन्छु। आभार। यो जननेता मदन भण्डारीको दृष्टिकोण हो। हामीले समाउनु पर्ने यही दृष्टिकोण। हामी कुनै संकीर्णतावादको पक्षमा छैनौँ र असम्भव नचाहिने तथाकथित क्रान्तिकारिता, तथाकथित लचिलोपन, तथाकथित उदारता, निराधार उदारता जस्ता कुराहरूमा पनि छैन र व्यवहारिक कुरामा कुनै संकीर्णता राख्ने त्यस्तो पक्षमा पनि छैन। सम्भव कुरालाई सम्भव बनाउनु पर्दछ। असम्भव कुराहरूलाई आवश्यक छ भने त्यसलाई सम्भव बनाउँदै जाने बाटो लिनुपर्दछ। अहिले सम्भव कुराहरूलाई बनाउन सकिने कुराहरूतर्फ, बनाउनु पर्ने कुराहरूतर्फ सम्भव बनाउन लाग्नु पर्दछ। आजको आवश्यकता के हो? यस्तो बेलामा लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिनका लागि कसरी फुट्यो, कसले फुटायो, किन फुटायो, फुटेर के भयो, नेपाली काङ्ग्रेस त फुट्यो, अरूलाई पनि फुटाउने कोसिस हुन सक्छ। पहिले पनि फुटाउने कोसिस भएको छ। पार्टीहरू फुटेका छन्। मुस्किलले एकता गरौँ, फुट्ने बेला चम्किँदै फुट्छ। मुस्किलले एकता गरौँ, सजिलोसँग फुट्छन्। त्यो हामीले देखेका छौँ। यो कुरालाई हामीले सावधानीका साथ रोक्नु पर्नेछ। आजको अवस्थामा म साथीहरूलाई भन्न चाहन्छु, प्रयासहरू भएका छन्, तर नेकपा एमाले यति मजबुत, यति सुदृढ पार्टी हो। जननेता मदन भण्डारीले उहाँको अगुवाईमा प्रतिपादित जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान उद्देश्य भनेको समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने महान उद्देश्य बोकेको यो पार्टी आफ्ना उद्देश्यहरूप्रति अत्यन्तै सजग छ। त्यसकारण यो कसैले हात हाल्न खोज्दैमा, त्यस्ता बाहिरबाट हात हाल्न खोजिए भने त्यस्ता कुराहरूलाई हामीले चिन्छौँ, त्यस्ता कुराहरूलाई पराजित गर्छौँ। नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहनेछ, सुदृढ छ, अझ सुदृढ हुनेछ। एमालेका निम्ति यो भिरको बाटो हाम्रा लागि हाइवे हो भन्ने ठाने साथीहरू, हाइवेमा हिँड्दा हिँड्दै सबै एउटै बाटोमा एउटै ठाउँमा। त्यसकारण अहिले पनि हामी कुनै भ्रममा छैनौँ। अहिले यस प्रतिगमनलाई, यो प्रतिगमनको सिलसिला अगाडि बढिराखेको छ। यो देश विरोधी छ। हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौँ अरे। कति झुट, कति फरेक, कति निराधार कुरो, कति देश विरोधी कुरो। यो देश विरुद्धको कुरा, त्यो कुरा भयो। अस्ति चितवनमा गएर लिपुलेक कालापानी हाम्रो हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौँ भन्ने अभिव्यक्तिको खण्डन भयो भन्ने विद्वानहरू फेरि निस्किए। कहाँ खण्डन भयो?
लिपुलेक कालापानी नेपालको हो भन्ने कुरा एउटा कुरा हो, त्यो बेग्लै कुरा हो। त्यो सम्बन्धमा त संसदमा विवाद भएको होइन। विवाद भएको नेपालले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ, भूमि मिचेको छ भन्ने कुरामा विवाद भएको, जुन कुरा खण्डित छैन, खण्डन गरेको छैन। अर्को मन्त्रीले लटपट गरेर जवाफ दिएर खण्डन भएन। सुकुम्बासीहरूको के हाल पारेको छ तपाईहरुलाई थाहा छ। आईएलओ भनेको अहिले भन्दा 107 वर्ष अगाडि स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय संगठन हो, संयुक्त राष्ट्र संघभन्दा धेरै वर्ष पहिले। उनले प्रतिपादन गरेको छ केही सिद्धान्त, कलेक्टिभ बार्गेनिङको सिद्धान्त हो।